चितवनको लोकप्रिय आवाज टेलिभिजनलाई स्थानीय कार्यक्रम छायाङ्कन तथा प्रसारणको लागि सम्झनुहोस्। सम्पर्क फोन 056 522 349, मोबाइल 98 550 56 039। स्थानीय कार्यक्रम पर्यावरणीय कार्यक्रम सांस्कृतिक कार्यक्रम धार्मिक कार्यक्रम जस्ता अन्य कार्यक्रमहरूको लागि आवाज टेलिभिजनलाई सम्झनुहोस्। सम्पर्कको लागि आवाज टेलिभिजन फोन 056 522 349, मोबाइल 98 550 56 039। हाम्रो र्याली प्रारम्भ हुँदैछ, त्यसकारणले लाइनमा र क्रमबद्ध रूपमा बस्नका लागि म हार्दिक अनुरोध गर्दछु। प्राज्ञिक विद्यार्थी परिषद नेपालको राष्ट्रका लागि युवा भन्ने मूल मर्मलाई, मूल थीमलाई लिएर आज यस क्याम्पसहरूबाट प्रारम्भ हुँदै गरेको बृहत जनजागरण नाराहरू लगाउँदै हामी यहाँबाट अगाडि बढ्नेछौँ। र यतिखेर विभिन्न कलेजबाट यो र्यालीलाई सम्पन्न गर्नका लागि विद्यार्थी साथीहरू आउँदै हुनुहुन्छ। विद्यार्थी साथीहरूलाई हामीले जोरदार स्वागत गर्दैछौँ। स्वागतका लागि विभिन्न जागेका छन् नौजवान, भ्रष्टाचारी सावधान, सशक्त युवा, समृद्ध नेपाल, सशक्त युवा भन्दा समृद्ध नेपाल, सशक्त युवा। साइड लगाइदिनु कि
नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। तपाईँ यतिखेर हेर्दै हुनुहुन्छ आवाज टेलिभिजन र आवाज टेलिभिजनको कार्यक्रम आवाज विशेषमा हामी यतिखेर जुटिरहेका छौँ। आवाज विशेषको आजको श्रृङ्खलामा हामी प्राज्ञिक विद्यार्थी परिषद नेपालले आयोजना गरेको बृहत जनजागरण र्याली तथा युवा समारोहलाई चाहिँ कार्यक्रम मार्फत जोड्ने प्रयत्न गर्दैछौँ। राष्ट्रका लागि युवा भन्दै युवा विद्यार्थीहरूको जमघट चाहिँ आज नारायणगढमा हुँदैछ। क्याम्पस चौरबाट निस्केको र्याली तपाईँले यतिखेर पृष्ठभूमिमा पनि देख्न सक्नुहुनेछ। उल्लेख्य मात्रामा यहाँ विद्यार्थीहरूको सहभागिता रहेको छ र यो र्याली गएर वीरेन्द्र बहुमुखी क्याम्पसको प्राङ्गणमा गएर समारोहको रूपमा चाहिँ अन्त्य हुँदैछ। युवाहरूलाई चाहिँ पछिल्लो समयमा एउटा सकारात्मक बाटोतर्फ चाहिँ अग्रसर गराउनु पर्दछ। युवाहरू भनेको राष्ट्रको लागि हो, दलगत राजनीतिको लागि मात्र युवाहरूको प्रयोग नगरी राष्ट्रिय राजनीतिको लागि पनि युवाहरूको प्रयोग गरिनुपर्छ भन्ने नारासहित प्राज्ञिक विद्यार्थी परिषद नेपालले चाहिँ यो समारोहको आयोजना गरेको र नेपालमा एउटा नौलो प्रयास स्वरूप यो परिषदले आयोजना गरेको यस कार्यक्रममा लगभग 2000 जति चितवन र गैंडाकोट आसपासका युवाहरूलाई चाहिँ उतार्ने प्रयास पनि परिषदले गरिराखेको छ। विभिन्न नाराहरू लगाएर राष्ट्रिय राजनीतिको लागि चाहिँ युवाहरू यतिखेर अग्रसर भएर हामी हिँडिरहेको देख्न सक्छौँ। उल्लेख्य मात्रामा युवा विद्यार्थीहरूको सहभागिता यतिखेर तपाईँहरूले पृष्ठभूमिमा पनि देख्न सक्नुहुनेछ। राजनीतिक आन्दोलनमा सम्पूर्ण होमिराखेको अवस्थामा पछिल्लो समयमा नेपालको राजनीति हिंसात्मक बन्दै गइरहेको अवस्थामा चाहिँ यी युवाहरूको शक्तिलाई चाहिँ एउटा सकारात्मक बाटोतर्फ चाहिँ अग्रसर गराउनुपर्छ। युवा शक्तिले नै राष्ट्रको परिवर्तन गराउन सक्छन् भन्ने ध्येय लिएर चाहिँ परिषदले यो युवा समारोहको आयोजना गरेको हो र यस आयोजनासँगै एउटा समाजमा सकारात्मक सन्देश जान्छ। धार्मिक सहिष्णुता युवाहरूबाट कायम गर्न सकिन्छ। जुन युवाहरू दुर्व्यसनीमा फसेर आफ्नो जीवन त्यत्तिकै एउटा अन्यलतातर्फ धकलिरहेका छन् त्यस्ता युवाहरूको जीवन पनि सत्मार्गतर्फ अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्य लिएर परिषदले कार्यक्रमको आयोजना गरेको हो। अलग भाषा अलग भेष विद्यार्थी शक्ति विद्यार्थी शक्ति long live long live long live long live Viva Bharat Rai
भन्छ स्टुडेन्ट्स पावर स्टुडेन्ट्स पावर स्टुडेन्ट्स पावर स्टुडेन्ट्स पावर प्राज्ञिक विद्यार्थी परिषदले आयोजना गरेको यस बृहत जनजागरण र्याली तथा युवा समारोहलाई यतिखेर कार्यक्रम आवास विशेष मार्फत हामीले जोडिरहेका छौँ। विद्यार्थीहरूको एकतालाई चाहिँ यहाँ प्रस्तुत पनि गर्न खोजिएको छ भने राष्ट्रका लागि युवा भन्ने एउटा मूल मन्त्रसहित यस कार्यक्रमको आयोजना गरिएको, यस समारोहको आयोजना गरिएको हो। उल्लेख्य मात्रामा यहाँ चितवन र गैंडाकोट आसपासका विद्यार्थीहरूको सहभागिता हामी देख्न सक्छौँ। विभिन्न नाराहरू लगाएर चाहिँ यहाँ कार्यक्रमको आयोजना गरिँदैछ। पछिल्लो समय युवाहरू दुर्व्यसनीमा फसिरहेका छन्। एउटा गलत बाटोतर्फ युवाहरू लागिरहेको अवस्था छ। धार्मिक सहिष्णुतादेखि लिएर जातीय सद्भाव, कुसंस्कार, कुसंस्कृति आदि विभिन्न कुराहरूले अराजक बन्दै गइरहेका, हिंसात्मक बन्दै गइरहेका यिनै युवा समूहलाई चाहिँ, यिनै युवा जमातलाई चाहिँ एउटा सही बाटोमा निर्देशन गर्नको लागि र युवाहरूद्वारा नै युवाहरूको भविष्यको चाहिँ एउटा केही तिमीहरूले पनि केही गर्न सक्छौ है भन्ने खालको चाहिँ सन्देश प्रवाह गर्नको लागि पनि परिषदले आजको यस कार्यक्रमको, यस समारोहको आयोजना गरेको हो। र चितवन र नारायणगढ आसपासका त्यस्तै गरी गैंडाकोट आसपासका विद्यार्थीहरूको उपस्थिति यहाँ रहेको छ। दलगत राजनीतिभन्दा माथि उठेर, एउटा दलगत स्वार्थभन्दा माथि उठेर सकारात्मक आन्दोलन गर्नुपर्दछ र राष्ट्रिय राजनीतिको लागि चाहिँ युवाहरू अबको क्रममा चाहिँ अगाडि बढ्नुपर्छ। भोलिको राष्ट्र र हामी नेपाल चाहिँ युवाहरूको काँधमा रहेको छ। राष्ट्रको लागि चाहिँ हामी सम्पूर्ण नेपालीहरूले राजनीति गर्नुपर्छ भन्ने उद्देश्य लिएर परिषदले कार्यक्रमको आयोजना गरेको हो। र नेपालमा नै एउटा नौलो प्रयास स्वरूप यस परिषदले आयोजना गरेको कार्यक्रमको रूपमा पनि यस समारोहलाई चाहिँ लिएको छ। उल्लेख्य मात्रामा विद्यार्थीहरूको सहभागिता हामी यहाँ देख्न सक्छौँ। दलगत राजनीतिभन्दा माथि उठ्नुपर्छ, जातीय सद्भाव युवाहरूले नै कायम गर्न ल्याउनुपर्छ। दुर्व्यसनीमा फँसेका युवाहरूले नै माथि उकास्न सक्छन्। एउटा समाजमा सकारात्मक सन्देशको प्रवाह गर्न युवा समाज चाहिँ एउटा कारक तत्त्वको रूपमा चाहिँ अगाडि बढ्न सक्छन् भन्ने उद्देश्य लिएर पनि कार्यक्रमको आयोजना चाहिँ परिषदले गरेको हो। अन्य अहिलेसम्म भएका विभिन्न कार्यक्रमहरूभन्दा, विभिन्न आन्दोलनहरूभन्दा पृथक तरिकाले चाहिँ यो कार्यक्रम चाहिँ यतिखेर भइराखेको छ। वीरेन्द्र बहुमुखी क्याम्पसको प्राङ्गणमा चाहिँ यतिखेर र्याली आइपुगेको छ। क्याम्पस चौरबाट सुरु भएको र्याली, विभिन्न नाराहरू लगाउँदै, विभिन्न प्लेकार्डहरू बोक्दै आएको र्याली चाहिँ यतिखेर वीरेन्द्र बहुमुखी क्याम्पसको प्राङ्गणमा आएर समारोहमा परिणत हुने तयारी गरिराखेको छ। युवाहरूलाई सकारात्मक बाटोतर्फ अग्रसर गराउनको लागि पनि यस कार्यक्रमले सकारात्मक भूमिका खेल्छ, यही विश्वास लिएर कार्यक्रमको आयोजना गरिएको हो। अहिलेसम्म विभिन्न कार्यक्रमहरू परिषदले गरिराखेको छ। युवाहरूलाई अगाडि बढाउनको लागि, युवाहरूलाई चाहिँ सकारात्मक बाटोतर्फ अग्रसर गराउनको लागि गरिरहेका विभिन्न कार्यक्रमहरू र अन्य सङ्घ संस्थाले पनि गरिरहेका कार्यक्रमहरूभन्दा फरक तरिकाले चाहिँ यो कार्यक्रमको सुरुवात गरिएको छ र युवाहरूलाई चाहिँ सकारात्मक बाटोतर्फ अग्रसर गराउनको लागि, एउटा सही बाटोतर्फ निर्देश गराउनको लागि र समाजमा एउटा सकारात्मक सन्देश प्रवाह गर्नको लागि पनि कार्यक्रमले निकै नै महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास समेत लिएको छ। सम्पूर्ण 16 वर्षदेखि 50-40 वर्षभित्रकालाई राष्ट्रका कर्णधार भनेको छ, परिवर्तनका संभाग भनेको छ। के यो देशका सम्पूर्ण युवा वर्गहरू, के यो देशका सम्पूर्ण विद्यार्थीहरू, यो देशका 16 वर्षदेखि 40 वर्षभित्रका नागरिकहरू यो देशका परिवर्तनका संवाहक बन्न सकेका छौँ, यो देशका कर्णधार बन्न सकेका छौँ, यो भविष्यका परिवर्तनका संवाहक बन्न सकेका छौँ। यो प्रश्न, यो चिन्तन, यो चर्चा आज सम्पूर्ण तपाईँ हामी जस्तो युवाहरूको बिचमा उब्जनु आवश्यक छ। आज हामी देशमा युवाहरूलाई राष्ट्रका कर्णधार भन्दै गर्दाखेरि हाम्रो शक्ति केका लागि प्रयोग गर्दैछौँ? मात्र तोडफोडका लागि र आफूले पढ्दै गरेका पुस्तकहरू चलाउने आज तपाईँ हाम्रो परिचय यही नै हो? पक्कै पनि यो परिचय तपाईँ हामी युवाहरूको होइन। तर हामी बाध्य छौँ, तर हामी विवश छौँ। हाम्रो युवाहरू चाहेका छन्, युवाहरू तातेका छन्, त्यो परिचय निर्माण गर्ने हो, त्यो तपाईँ हाम्रो हातमा छ। त्यसैका लागि प्राज्ञिक विद्यार्थी परिषद नेपालले यो नारायणगढको, यो वीरेन्द्र क्याम्पसको, यो क्याम्पस चौरका चोकहरू, यो नारायणगढका चोकहरूबाट यो राष्ट्रका सम्पूर्ण युवाहरूलाई एउटा सन्देश दिन चाहन्छ, सम्पूर्ण युवाहरूलाई एउटा प्रेरणा दिन चाहन्छ, सम्पूर्ण युवाहरूलाई त्यो एउटा सकारात्मक वातावरण निर्माण गर्न चाहन्छ कि युवा शक्ति भनेको राष्ट्रको शक्ति हो। राष्ट्रका लागि युवा हुन्, कुनै राजनीतिक दलका लागि युवा होइनन्, राजनीतिक विचारका लागि मात्र युवा होइनन्, ढुङ्गा मुढाका लागि युवा होइनन्, तर तोडफोडका लागि युवा होइनन्, राष्ट्रका लागि युवा हुन्।
राष्ट्रिय स्वाधीनताका लागि युवा हुन्, राष्ट्रिय सुरक्षाका लागि युवा हुन्, देशमा बढ्दै गरेको भ्रष्टाचार निवारणका लागि युवा हुन्, देशमा बढिरहेका महिला हिंसाका कुराहरूको अन्त्यका लागि युवा हुन्, देशमा बढिरहेको जातीयता, क्षेत्रीयता र भाषाका नाममा बढिरहेका विभेदहरूको अन्त्य गर्दै जातीय, धार्मिक र सामाजिक सद्भाव र सहिष्णुताका लागि युवा हुन्, देशमा शिक्षा क्षेत्रमा बढ्दै गरेको दलगत राजनीतिको कुप्रभाव र शिक्षा क्षेत्रमा बढ्दै गरेको दलीय हस्तक्षेपको अन्त्य गर्दै एउटा शिक्षाको पुनर्संरचना गर्नका लागि युवा शक्ति प्रयोग हुनु आवश्यक छ। देशमा आज प्रत्येक दिन हजारौंको संख्यामा तपाईँ हामी जस्तै युवाहरू बाध्य भएर हातमा मास्टर डिग्रीको सर्टिफिकेट बोकेर विदेश पलायन हुनु परेको छ। हाम्रो सिप, हाम्रो क्षमता र हाम्रो सोचलाई लिएर अर्काको गुलामी गर्नु परेको छ। त्यो सोचलाई परिवर्तन गर्दै यो देशमा उद्यमशीलताको विकास गर्नका लागि युवाहरू हुन्, देशमा एउटा उचित रोजगारीको व्यवस्था गर्नका लागि युवाहरू हुन्।